हर हर महादेव म आइसकेको छु श्री केदारनाथ धाममा र हजुरले दिव्य दर्शन गरिसक्नु भएको छ र केदारनाथ दिव्य धाममा आइपुग्नका लागि जो कठोर तपस्या हुन्छ गएको 2 महिना अगाडि जो म आएको थिएँ त्यति बेला अराउन्ड 13 घन्टा लागेको थियो भने अहिले चाहिँ मलाई करिबन 10 घन्टामा म केदारनाथ पुगेको छु। रातिको करिबन 6 बजे पुगेको थिएँ। 6 साढे 6 मा आरती अन्तिमको लास्टको आरतीहरू दर्शन गर्न पाइयो। अब केदारनाथ भगवानको जलमा भर्दैछु। हजुरले तप्तकुण्डको पानी छुनुभयो? कस्तो रहेछ? चिसो चिसो। हाम्रो यात्रा रक्सोलबाट प्रारम्भ हुन्छ र हरिद्वार आएर हरिद्वारबाट हामी सोनप्रयागका लागि हिँड्दछौँ। अहिले हामी यात्रा गर्दा गर्दै अलि अगाडि आइसकेको छौँ। करिबन 3 घन्टाको यात्रा भइसकेको छ। 7 बजे हिँडेका अहिले करिबन 10 बज्न लागिसकेको छ र हामी यहाँ आइपुगेका छौँ जहाँ चाहिँ हामीले प्रसाद पाउँछौँ, यानि अलिकति नास्ता। र यहाँ पछि गाडी देख्दै हुन्छ, गाडीमा आएका हौँ र गाडी हिमगिरी भनेको छ। हामी बसेको होटल पनि हिमगिरी थियो। अनि बसेर चिया नास्ता प्रसाद खान्छौँ र बाहिरको दृश्य बहुत नै सुन्दर थियो। म जो तपाईँलाई देखाइदिन चाहेँ, यहाँ हेर्न सक्नुहुन्छ पहाड छ। पहाडको चारैतर्फ बादल छरिएका छन्, कोही तल छन् त कोही माथि। देखेर बहुत आनन्द लाग्छ र म आसामको चिया नखाइ त कहाँ नै मन भर्थ्यो र 1 कप चिया मगाएर पहिले चिया खाइन्छ। सोनप्रयागमा रात बसेर अब भोलिपल्ट हिँड्ने बेला भयो केदारनाथको यात्रामा। यो लाउन बाँकी छ, त्यो टी-सर्ट एन्ड यो सर्ट भएको छ। जाडो कति हुन्छ थाहा छैन। ओके, यसो गर्न थाहा भएछ। सोनप्रयागबाट अलिकति पुल पार गरेपछि हामी गाडीमा चढ्छौँ, जसले चाहिँ पर पर्सन 50 रुपियाँ गरेर लिएर जान्छ। र हामी यहाँ छौँ, म छु, दिदी रिचा र उता कमला दिदी र यता आमा कहाँ हुनुहुन्छ? कहाँ यता हुनुहुँदो रहेछ। यता आमा हैसिन्छ र आमालाई आशीर्वाद लिएर अब हाम्रो यात्रा यहाँ अरू यात्रीका साथ प्रारम्भ हुन्छ। र यहाँ चाहिँ हामीले नास्ता खायौँ, केही ब्रेडहरू खायौँ र दाजुले पर पर्सन 20 रुपियाँ गरेर दिनुभएको छ। थ्याङ्क यू सो मच। ओके, हर हर महादेव। गाडीले 5 किलोमिटर छोडेपछि अहिले हामी आइपुग्छौँ गौरीकुण्ड। गौरीकुण्डमा यहाँनिर चाहिँ तप्तकुण्ड रहेको छ। महाराज भैया पानी गरम है? किसने उबाला है इसको? माता रानी ने उबाला है। बहुत बढ़िया। देखौँ चाहिँ बाफ उडिरहेको छ, यहाँ बाफ उडिरहेको छ। हजुरले तप्तकुण्डको पानी छुनुभयो? कस्तो रहेछ? अब हाम्रो पैदल यात्रा प्रारम्भ हुन्छ। अब त जानै पर्छ, नभए पनि हुन्न। महादेव फेरि कहिले बोलाउँदै हुन्छ? आमालाई चाहिँ डोलीमा बसाएर हामीले पठाइसकेका छौँ। अब म साथमा रिचाजी हुनुहुन्छ र कमला दिदी हुनुहुन्छ। हामी पैदल यात्रा सुरु गऱ्यौँ। कहीँ सोच्छौँ त कहीँ 10 किलोमिटर, कहीँ सोच्छौँ त कहीँ 20 किलोमिटर, कहीँ सोच्छौँ त 22 किलोमिटर। अराउन्ड तपाईँको 15 से 20 किलोमिटरको बिचमा पर्दछ। र अब हाम्रो पैदल यात्रा सुरु भएको छ। धेरै बेर यसरी भिडियो बनाउन पनि अप्ठ्यारो हुन्छ, गाह्रो हुन्छ पैदल यात्रा। बेग पनि धेरै भारी थियो र जसो तसो गर्दै गर्दै हामी हिँडिरहेछौँ। कहिलेकाहीँ अगाडि, कहिलेकाहीँ पछाडि, कहिलेकाहीँ अगाडि, कहिलेकाहीँ पछाडि। पैदल यात्रा गर्दाखेरि केवल महादेवको मात्रै सम्झना आइरहेको थियो, कहिले पुगिन्छ भन्ने। करिबन 2 किलोमिटर हिँडेपछि चाहिँ अहिले यहाँ हामी विश्राम गर्दैछौँ। अब एकछिन 10 मिनट बसेर फेरि यात्रामा यस्तो झरना त बहुत देख्न मिल्दछ। यो त साह्रै सानो रहेछ, तर पानी भनेको बहुतै चिसो रहेको छ। अब फेरि अलिक अगाडि गएपछि म एउटा स्तम्भ देख्दछु जहाँ चाहिँ किलोमिटर लेखेको छ। यहाँबाट केदारनाथ भगवानको दिव्य दर्शन केवल 14 किलोमिटर रहेको रहेछ। आएर यसो हेरेर फेरि मनलाई बुझाएर फेरि अगाडि बढ्न लाग्दछु म। एक एक पाइलाले अगाडि बढिराख्दाखेरि अब भोक लाग्दछ अनि हामी यहाँ केही फल प्रसाद खान्छौँ, जसमा चाहिँ हामीले काँक्रो, यो हजुरका लागि पनि छ र काँक्रो खान्छौँ। बहुतै मन खुसी हुन्छ, पेट पनि भरिन्छ, हल्का एनर्जी पनि आउँछ, बहुत राम्रो लाग्छ। साथमा रिचाजीले पनि खानुहुन्छ र साथमा कमला दिदीले पनि खानुहुन्छ। सबै खाएर रमाएर पेट भरेर अगाडिको यात्रा हाम्रो प्रारम्भ हुन्छ र अगाडि केही साथीहरू भेटिनुहुन्छ। आपको अभी कैसा लग रहा है केदारनाथ यात्रा? अच्छा लग रहा है आपका पहली बार है? ना, सेकंड बार, दूसरी बार। ओ सेम यार, सेम नहीं, मेरा तो तीसरा है। अभी मेरा दूसरी बार। हर हर महादेव। अहिले चाहिँ म भैरव मन्दिर आइसकेको छु, तर यहाँ साइडमा एउटा दोकान छ जो अगाडि आएको होला। मैले यहीँ प्रसाद खाएको हो। अहिले चाहिँ हामी करिबन
साढे 3 घन्टाको यात्रा गरेर अहिले हामी यस्तो ठाउँ आइसकेका छौँ जुन ठाउँ बहुतै स्वर्गभन्दा कम छैन। वाउ, चिसो हावा लागिरहेको छ, झरना। वाउ, हर हर महादेव। हजुरलाई कस्तो लाग्दैछ? एकदम रमाइलो लागिरहेछ। हर हर महादेव। झरना भनेको यस्तो छ जसले सबैको मन लोभ्याउनका लागि सक्षम रहेको छ। र यहाँ रिचाजीले पनि केही भिडियो बनाउनुहुन्छ र साथमा हाम्रो कमला दिदीले पनि केही भिडियो बनाउनुहुन्छ। र यहाँबाट यसो अगाडि आएर हेर्दा त यहाँबाट 13 किलोमिटर रहेको छ केदारनाथ। यत्रो हिँडेर त हामी केवल मात्र 1 किलोमिटर मात्र आइसकेका रहेछौँ। यसो देख्दाखेरि कहिले पुगिन्छ जस्तो लाग्छ, तर महादेवले बोलाउनु भएको हो। गलियो गलियो, जान जान अगाडि जान। चिसो चिसो, वाउ, पुरा यति भरि चिसो भयो। अर्को झरना आउँछ, यसले त के भन्नुहुन्छ, यसले त मन मुटु सबै नै चोरिसकेको छ। यति सुन्दर झरना, यति सुन्दर झरना, यति सुन्दर वर्णन गर्न हामी सम्भव छैन। र चारैतर्फको भ्यू यस्तो प्रकारको छ। र फेरि हामीहरूको यात्रा अगाडि प्रारम्भ हुन्छ, जो सर्टकट बाटो हुन्छ। केदारनाथ भगवानको माथि दर्शनका लागि धेरै बाटा छन् र बेला बेला सर्टकट बाटा आउँछन्, जो अपनाउँदाखेरि चाहिँ करिबन कहीँ 1 किलोमिटर, कहीँ आधा किलोमिटर, कहीँ 2-3 किलोमिटरसम्मको सर्टकट पर्दछ। तर धेरै पानी परेको बेला चाहिँ नगर्नु होला र जान्नु नभने पनि नगर्नु होला। मैले चाहिँ अब फेरि अगाडि आएको हुनाले, मलाई थाहा भएको हुनाले म चाहिँ सर्टकट बाटो अप्नाएको हो। सर्टकट बाटोमा तपाईँको हिलो चिप्लिने डर धेरै हुन्छ र जङ्गलको बाटोबाट अरू यात्रीहरू कम्ती हुन्छन्। तसर्थ सर्टकट बाटो नअप्नाउनु होला भनिसके। तर एकचोटि आएर र यहाँ कोही साथी हुनुहुन्छ भने मात्र अप्नाउनु होला, जो डरमर्दो हुनसक्छ। अहिले चाहिँ फेरि पानी पर्न थालेछ। पानी पर्न थालेपछि हामी यस्तो लगाएर, पछाडि रिचाजी हुनुहुन्छ, उता हाम्रो आरुषी कमला दिदी हुनुहुन्छ। यहाँ फेरि झरना रहेछ एउटा। यसपालि केदारनाथको यात्रामा त झर्नै झरना, कति हेर्ने झरना, पानी। वाउ, कस्तो चिसो पानी छ, मजा लाग्यो। तर यसपालिको यात्रामा यो अघि देखाएको दुधे खोला भन्छु म चाहिँ, परबाट हेर्दा दुध जस्तै तिलक लगाउँछौँ भगवानको दर्शन गर्नुभन्दा पूर्व। हाम्रो यहाँ साथमा रिचाजी हुनुहुन्छ, उहाँले तिलक लाउनुहुन्छ र उहाँले तिलक लगाइसकेपछि अब हाम्रो यहाँ साथमा कमला दिदी हुनुहुन्छ। कमला दिदीले तिलक लाउनुहुन्छ। कमला दिदीले तिलक लगाइसकेपछि स्वयं केदारनाथ भगवानको मन्दिरको अगाडि तिलक लगाउन पाउँदा म अत्यन्त सौभाग्यशाली रहेछु। र हाम्रो साथमा माता आउनुहुन्छ, माताले पनि तिलक लगाउनुहुन्छ। महादेव, म आइसकेको छु श्री केदारनाथ धाममा र हजुरले दिव्य दर्शन गरिसक्नु भएको छ। र केदारनाथ दिव्य धाममा आइपुग्नका लागि जो कठोर तपस्या हुन्छ, गएको 2 महिना अगाडि जो म आएको थिएँ त्यति बेला अराउन्ड 13 घन्टा लागेको थियो भने अहिले चाहिँ मलाई करिबन 10 घन्टामा म केदारनाथ पुगिसकेको छु। रातिको करिबन 6 बजी पुगेको थिएँ। 6, साढे 6मा आरती, अन्तिमको लास्टको आरतीहरू दर्शन गर्न पाइयो। अब केदारनाथ भगवानको जलमा भर्दैछु। जे भने पनि, जसो भने पनि महादेवको दर्शन गरिसक्यो। धेरै टाइम बस्यो, 12 बजीसम्म बस्यौँ। अब त जानै पर्छ, नभए पनि हुन्न। महादेव फेरि कहिले बोलाउँदै हुनुहुन्छ, कोही यात्री कहाँ यात्रीसँग बोलाउँदै हुनुहुन्छ। हजुरको तयारी छ, म जान्दिनँ। र सबैलाई केदारनाथको दिव्य धामबाट र यस भिडियोको म यहीँ अन्त गर्न चाहन्छु, यहीँ राख्न चाहन्छु। हर हर महादेव। फेरि केदारनाथको यात्रा कहिले हुनेछ, फेरि हजुर दर्शन गर्न पाउनुहुनेछ। हर हर महादेव, हर हर महादेव।